हेलो साथीहरु, फेरि पनि स्वागत छ हजुरहरुलाई मेरो मिनी ब्लगमा। आजको मेरो मिनी ब्लग चाहिँ स्कुलको है। अनि आज चाहिँ हाम्रो समर भ्याकेसन पछि फर्स्ट डे स्कुल ओपनिङ। अनि यहाँ चाहिँ केटाकेटी खेलिरहेको छ। हाम्रो चौरमा चाहिँ एकदम घाँस देखिराख्नु भएको छ होला, हरियै घाँस छ हैन। अनि म चाहिँ हासिया देखेर रेडी भयो। हामी सरले चाहिँ अलरेडी काटिसक्नु भएको थियो। अनि हामी चाहिँ गएर घाँस काट्न रेडी लाग्यौँ घाँस काट्नतिर। एकदमै घाँस थियो। अनि उता चाहिँ अलि लामो लामो भएको चाहिँ काटिसक्नु भयो रहेछ अरूले। अनि छोटो छोटो भएको पनि त काट्नु पर्यो, त्यही भएर हामी फेरि त्यसलाई सफा गर्नतिर लाग्यौँ। अनि केटाकेटी चाहिँ चलेर थाकेर एकैछिन बस्यो। अनि यता चाहिँ एकदमै घाम थियो कि है आज, त्यही भएर हामीले घाँस काटेँ। केटाकेटीलाई चाहिँ छाता उडाउन लगायौँ होइन, के नाटक हो भनेर सोच्नु होला। अनि पछि चाहिँ यता पानी पनि आएको थिएन। अनि यता पानी बनाउनको लागि आयौँ। पहिला चाहिँ म्याडम जानुभएको थियो माथि मुहानमा। अनि पछि यता चाहिँ पाइप बिचमा चाहिँ खोल्नुपर्ने हुन्छ क्या। अनि रेन्चीलाई अरूले चाहिँ युज गर्न जान्नुहुन्न अरे, त्यो मैले चाहिँ अलिअलि त युज गर्छु, त्यही भएर मलाई नै पठाउनु भयो। अनि मैले यता आएर खोलेँ पानी खोल्दा चाहिँ पानी खासै ठुलो त आएको थिएन, सानो थियो। त्यही पनि कस्तो पानी यता जाम भएर बस्ने नि त। अनि त्यही भएर तातो थियो। अनि सानो भए पनि हेऱ्यौँ एकैछिन खोलेर, यतिको पानी जान्छ त एकैछिन खोलेर हेऱ्यौँ, तर पानी चाहिँ त्यत्रै आइराख्यो। अनि हामी चाहिँ जोड्यौँ। अब त्यो गयो भने ठिकै छ, गएन भने फेरि पछि माथि मुहानमै गएर बनाउनु पर्ला भनेर अनि त्यो जोडेर गयौँ। जोडिसकेपछि पनि त्यहाँ पानी चुहिराखेको थियो कि अलिअलि, त्यो पुरा बन्द भएन। अनि त्यहाँ चाहिँ हामी फर्किँदै चाहिँ हाम्रो गाउँको देखेको त्यो चाहिँ दृश्य भयो होइन, यो माथि खेतबाट। अनि हामी चाहिँ त्यो पर चाहिँ स्कुल भयो। अनि यता चाहिँ हाम्रो साथीहरू, मेरो साथीहरू, पानी बनाउन गएको साथीहरू भनेको त हाँसेछ कि केटाकेटीहरू। यस्तो छ स्थिति, लै त हेर बिमार यहाँ हेर के गरिदिएको, हेर के गरेको, यो ग्राउन्डमा खेलिराखेको नि त आएदेखि सबै त्यस्तो कुरो लागेको कि। अनि मैले भिडियोमा क्याप्चर गरेको है। हेलो मेर्सा, हेलो किला जागे। अनि यता म्याडमहरूले चाहिँ धारातिर अनि किचनतिर चाहिँ सफा गर्दै हुनुहुन्थ्यो। अनि मलाई चाहिँ हजुरहरूले भन्नुहुन्छ होला काम नगरेर भिडियो बनाउँदै हिँडेको किन होला भन्नुहुन्छ होला, तर मलाई चाहिँ आज खासै सन्चो थिएन। तर मैले पनि काम गरेको हो गर्न त अलिअलि। अनि यता चाहिँ नानीहरूले घाँस राख्दैछन् बुढामा। घाँस लगभग काट्न भ्याइसक्यौँ ग्राउन्डको होइन। अनि घाँस काटिसकेपछि ग्राउन्ड कति राम्रो देखेछ क्या। आजको भिडियो चाहिँ यति नै। नेक्स्ट भिडियोमा भेट्नेछौँ। बाई बाई।